भाग्दैछु मकै चोरेर मकै चोर्नु गइरहेछ हेर्नु सक्नुहुनेछ हाम्रो प्रोफेसनल चोर यहाँसम्म चाहिँ मकै चोरिसकेन यसले यहाँ चोरिसक्यो तेरे यार बंदे मेरा तू ही है बस यारा सो यो हेलो गाइस आज पनि हामी यसो फिसिङ हान्न आएको थियौँ होइन अनि अब अहिले चाहिँ हाम्रो अर्को प्लान भइरहेछ के भन्दा नि गाइस मकै चोर्ने अर्काको बारीको जसकै मकै चोर्ने नि हामी भर्खर पनि चोरेरै आएको होइन फेरि जाँदैछौँ एकचोटि सो हामी चाहिँ अलिक खोला हिँड्दैछौँ खोलाको आलीतिर यता मास्टरले थापिरहेछ सो पछाडि चाहिँ हाम्रो दिपकहरू छ अनि हामी चाहिँ अघि छिलछाल यहीँ गरेको थियौँ होइन आएर यहाँ हल्का फुल्का कोस्टाहरू छ यहाँ मेन कोस्टा छ म देखाउँदैछु सो गाइस अब यसो हल्का बाटो हान्नु पर्यो होइन बाटो यस्तै छ गाइस यताको बाटो चाहिँ लास्ट एकदमै के भन्नु यस्तो यस्तो छ पार्को हान्नुपर्छ ए उयो झन्डे गयो अब हामीलाई फेरि अर्काको खेतमा छिर्नुपर्छ मान्छे छ कि थाहा छैन सो खेत चाहिँ आइसक्यो यही होइन यहाँदेखि पारि यो सुपारी खेती त्यो मकै यता यता मान्छे हुनसक्छ मान्छे हेरौँ है मकै यसो हातमा बोकेर भाग्नु पर्ला होइन भिडियो बनाउँदिनँ यता मान्छे वरिपरि अघि यहीँबाट आइरहेको अहिले जहाँ फाटिरहेको बाटो यस्तै छ पर हेर्नुहोस् मान्छे देखिन्छ कि हामी मकै कुर्नुको लागि रेडी छौँ मान्छे छैन राम्रै गाइस यस्तो मकै छ हामी मकै खेती आइसक्यो उहाँ घर छ है यहाँसम्म चाहिँ मकै चोरिसकेन यसले यहाँ चोरिसक्यो अब भाग्दैछु मकै चोरेर भित्र मान्छे त्यो लागि त्यो मलाई मान्छे रहेछ त्यहाँ तर पनि रिक्स लिनुपर्छ हल्का फुल्का सो यस्तै हो भ्लग भनेको अब हल्का इन्जोय त हान्नुपर्छ फन नहाली त कहाँ हुन्छ नि हौ लाइफमा फेरि बाटो त्यस्तै छ कसरी चोर्नु छ भने लोकेसन यतै हो यहाँसँग तिमाई खोलाको सिधा आउनु होइन अनि चोर्नु सो अब यो सो गाइस मेरो मकै दिपकको यहाँ अहिले छेल्दैछ ये चोरे साला सबके सब सो गाइस फाइनली हामी यहाँ थाल पनि निकालिसक्यो होइन अनि यता मकै पनि हामीले ठिक हानेर आइसक्यौँ यहाँसँग छ कति छ ए सो गाइस हेर्न सक्नुहुन्छ मकै चाहिँ ब्याग माथि छ यता पनि छ अगाडिको यसमा ओ गाइस हामी यहाँ अब यसरी घटेर लागिसक्यौँ होइन अनि यो पहिलो झोलामा चाहिँ हेर्नुहोस् निङ्गुरो यति टिपिएको छ सो अहिले एकछिनमा म घरमा गएर सबै चिज के छ अल डिटेल मजा चाहिँ देखाउँछु सो गाइस हामीले चाहिँ टोटल कति मकै ठिभाने भन्दा हेर्न सक्नुहुन्छ यति धेरै हाने हेर्न सक्नुहुन्छ त्यो होइन ओ गाइस टोटल माछा चाहिँ हामीले यति मार्यो आज चाहिँ हेर्न सक्नुहुँदैछ अनि निङ्गुरो चाहिँ कति छ भन्दा चाहिँ यति निङ्गुरो टिप्यो दुई मुठा हेर्न सक्नुहुन्छ यत्रो मोटो मोटो मुठा छ एउटा ठुलो छ अलिक यो अलिक सानो छ ओ गाइस यो भ्लगलाई म यतै एन्ड गरिदिन्छु होइन मिल्छु नेक्स्ट भ्लगमा गाइस तसम्म स्टिल एन्ड टेक केयर एन्ड बाई